नमस्ते, वेलकम टु माई युट्युब च्यानल। हामी बाबा छोरी चाहिँ बटुवा भ्लगमा चाहिँ आज स्पेसल मासुको रेसिपी बनाउन गइरहेको छौँ। मासुको रेसिपी चाहिँ कस्तो हुन्छ भनेर बनाउन लागेको छ। अनि ड्याडी र छोरी भएर हामी एकदम रेडी भएर एकदम भान्सामा आएको छौँ। फाइनली कराई पनि बसालिसकेपछि मासु धोएर छिटो तेल पाकिसकेको थियो अनि मासु पनि फ्राई गर्दै थियो। मासु अनि पानीमा नसुकिन्छ फ्राई गरिराख्ने त्यसपछि मजाले पानी सुकेपछि अब यो चिचिन्डा पनि मासुको रेसिपीमा मिसाउनको लागि चाहिँ चिचिन्डा पनि हामीले रेडी बनाइसकेको छौँ। त्यसपछि अदुवा लसुन पिरोवाला अनि प्याज सब रेडी गरेर अब मासु फ्राई गरिसकेपछि एकदम रातो भइसकेपछि फाइनली मासु पनि रातो भइसक्यो। त्यसपछि मलाई अल्छी लाग्यो अनि बेबीसँग भेट्न गएर बेबी पनि हजुरआमासँग बस्दै थियो अनि बेबी हजुरआमासँग बस्न मानेन अनि मसँगै मासु पकाउन जाने भन्नुभयो। त्यसपछि बाबा र छोरी मासु बनाउनको रेडी। मासु पनि एकदम फाइनली रातो भइसक्यो। अब चिचिन्डा हाल्न गइरहेको छु। चिचिन्डा पनि एकदम काटेर सब रेडी भइसक्यो। चिचिन्डा पनि हाल्यो। चिचिन्डा पनि हामी 3 जना मात्रै छौँ, त्यही भएर हामी मासु थोरै ल्याएर हामी मासुको रेसिपी बनाउन लागेको 3 जनामा। त्यो पनि आमा पनि खानुहुन्न अनि म र बुढी अनि त्यसपछि छोरीले अनि थोरै मात्रै खानुहुन्छ। त्यसपछि चिचिन्डा पनि हाल्यो। त्यसपछि चिचिन्डा हालेपछि मस्त चलायो। चिचिन्डालाई पाक्ने गरेर एकदम मजाले चलायो, फ्राई गरेँ। त्यसपछि बेसार अनि त्यसपछि मसला सबै आइटम नुन हालेर सबै एकदम मस्त चलाइराख्यो। अनि त्यसपछि एकदम सबै आइटमहरू पाकिसकेपछि नुन हालेर सब रेडी भइसक्यो। रेडी भइसकेपछि मस्त चलाइसकेपछि अनि अब मासुलाई एकछिन सुक्खा चलाइराख्यो, मजाले फ्राई गरिराख्यो। त्यसपछि फेरि अनि प्याज पनि हाल्नु पऱ्यो नि त। अनि प्याज हालिसकेपछि अब मजाले प्याजलाई पनि नपाकिन्जेलसम्म फ्राई गरिराख्ने अनि प्याज पाकिसकेपछि प्याजलाई एकदम फ्राई गरिराख्ने प्याज पाकिसकेपछि अनि गोलभेडा झिके गोलभेडा 2टा हाल्यो, मजाले काट्यो, छिटो काट्यो, हतार भयो नि त मलाई। अनि मासु पाकिसकेको थियो। त्यसपछि गोलभेडा छ्याप्पा हालेँ। गोलभेडा हालिसकेपछि गोलभेडालाई मजाले चलाएँ। गोलभेडालाई एकदम पाक्ने गर्नुपर्छ कि नत्र फेरि गोलभेडाको त्यो हुन्छ नि त साह्रोवाला त्यो पछाडिको त्यो भेट्नुवाला भए फेरि साह्रै हुन्छ त्यसको त्यही भएर हामीले बाबा र छोरी भएर मासु चाहिँ एकदम रेडी हालतमा बनाइसक्यो। अनि फेरि छोरीले चाहिँ मलाई पनि हेल्प गरिरहेको थियो। मेरो छोरी चाहिँ मासु एकदम भइसक्यो। यो यस्तो पकाउने भनेपछि ड्याडीसँग बस्ने भन्छ क्या फेरि। त्यही लगाएको अब पेस्ट पनि हालेँ। यो नपिरोवाला पेस्ट है, फेरि यो पिरो हालेको छैन नि त, बेबीले पिरो खाँदैन, त्यही कारणले चाहिँ पिरो हालेको छैन। अदुवा लसुन मात्रै मजाले हालेँ। त्यसपछि यसलाई मजाले फ्राई गरेँ। फेरि घरमै बनाएर मासुको रेसिपी बनाएर खान लाग्यो। फ्राई गरिराखेँ। मजाले चलाउनु पर्छ नत्र फेरि मासु डढ्छ नि त। रन्नाले कहाँबाट सही बोलेर कुरो गर्छ, बिर्सेर भनेर कुरो गर्छ। मैले चाहिँ हामी सबै बेबीले भनेको अनुसार मात्रै भएछ है बेबी, हो कि होइन? तपाईँले भने अनुसार पकाएको होइन त मासु ड्याडीले? ल मसलाहरू सबै रेडी हालिसकेँ। चाहिँ बोलिहाल्ने। बाबा छोरी मासु बनाउनु लाग्यो। बाबा छोरी हो, बाबा छोरी के बनाउनु लाग्यो? बाबा छोरी चाहिँ हामी मासु बनाउनु लाग्यो। मासुको लागि थोरै ग्रेभी पनि हाल्नुपर्छ। बास्ना आयो बेबी? मासु चाहिँ फाइनल्ली अब पाकिसक्यो। अब खानालाई मात्र बाँकी छ। देख्नुभयो मासु यसरी बनाउनुपर्छ। मासु ग्रेभी रेसिपी है। अब यसलाई चाहिँ ग्रेभी मेरो बेबीले खाँदैन नि त के अरे पिरो हालेको, उसको लागि चाहिँ छुट्टै ड्याडीले निकालिदिन्छु मासु बेबीलाई। यसमा चाहिँ मेरो बेबीको लागि यसमा यसरी चाहिँ मेरो बेबीको लागि पिरो अलिकति हाल्नु पऱ्यो नि त।
यस्ता पाराले अब पिरो हालेर मासु रेडी भइसक्यो अब चाहियो टुक्का थ्याङ्क यू सो मच सबैलाई हेर्नु जति सबैलाई दिनुभयो धेरै धन्यवाद र तपाईँहरूलाई मासुको रेसिपी कस्तो लाग्यो लाइक सेयर कमेन्ट भन्नु होला हस् धन्यवाद ओके बाई बाई